घर बनाउने सोचमा हुनुहुन्छ? यी 4 उपाय अपनाउनु भयो भने तपाईँको खर्च 10 देखि 20% ले बचाउन सक्नुहुन्छ। नम्बर 1, प्लेन र रेगुलर प्लान। घरको डिजाइन यल सेप अथवा जिगज्याग बनाउँदा लेबर कस्ट पनि धेरै लाग्छ। सिम्पल र स्क्वायर सेप, रेक्ट्याङ्गुलर सेपले मेटेरियल वेस्टेज कम गर्छ र घर भुइँचालो प्रति पनि सुरक्षित हुन्छ। नम्बर 2, लोकल मेटेरियल। धेरै टाढाबाट महँगो ढुङ्गा र गिटी ल्याउनु भन्दा आफ्नै नजिक पाइने क्वालिटी मेटेरियल्स युज गर्नुहोस्। यसले ट्रान्सपोर्टेसन कस्ट मात्र होइन, तपाईँको धेरै पैसा जोगाउँछ। नम्बर 3, पीपीसी सिमेन्टको प्रयोग। पिल्लर र बिममा ओपीसी युज गरे पनि प्लास्टर र गारो लगाउँदा पीपीसी सिमेन्ट नै युज गर्नुहोस्। पीपीसी सस्तो हुनाका साथै यसमा क्र्याक्स आउने सम्भावना पनि कम हुन्छ। नम्बर 4, 5 इन्च वाला पार्टेसन वाल। घरको भित्री वालहरू 9 इन्चको ठुलो गारो लगाउनु पर्दैन। भित्र 5 इन्चको वाल लगाउँदा स्पेस पनि बढ्छ र इट्टा पनि कम लाग्छ र घरको वेट पनि घट्छ। यी टिप्सहरू फलो गर्नुभयो भने तपाईँको लाखौं रुपियाँ जोगिन सक्छ। यस्तै अरू जानकारीको लागि यो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।